नमस्कार, म छु सर्ट डिक्सनमा मङ्गल सिंह पुराथोकी। आज ताता पानीमा उपस्थित भएका छौँ। क्यामराम्यानमा तिलक मगर भाइ रुकुमबाट, म चाहिँ सल्यानबाट है। आउनुहोस्, आज ताता पानीको यस्ता विभिन्न ठाउँहरूका प्रचारहरू गर्नेछौँ। तपाईँहरूलाई कुनै ठाउँ गयो भने मेरो क्यामेरा त्यही तेर्सिनेछ दर्शकबिन। कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुहोला। यो ताता पानी देखाइदिनु होला, यो क्यामेरा घुमाएर चलिरहेको आज आउनुहोस्, यता आउनुहोस्, यता देखाइदिनु। यो ठाउँतिर उपस्थित भएका छौँ दर्शकबिन। यो ठाउँतिर जो राम्रो ठाउँ छ, हजुरहरू पनि आउन सक्नुहुन्छ होइन, हजुरहरू पनि आउन सक्नुहुन्छ। यतातिर यस्तो छ, सबै ठाउँ देखाउने छु। आउनु जग्गाहरू छ, तपाईँ यहाँदेखि पैसा हाल्यो भने यस पानीहरू, बिस्कुटहरू, केकहरू, आइसक्रिमहरू, कोकहरू, फ्यान्टाहरू सबै पाइनेछ है। यस्तो यस्तो छ दर्शकबिन। जतानुहोस् त्यतै क्यामेरा घुमाइदिनु होला। हामी अब तातो पानीबाट त्यहाँबाट यहाँ आयौँ। अब यहाँदेखि हामी यतातिर यो राउन्डतिर यतातिर घुमाउने गर्दछौँ है दर्शकबिन। आउनु होला। यस्तो यस्तो छ दर्शकबिन, राम्रो ठाउँ छ। यतातिर एकचोटि घुम्न आउनुहुन्छ भने यहाँ सम्पर्क गर्नुहोला मलाई। सम्पर्क नम्बर 010 28 67 267 मा वाट्सएपमा कल गर्नुभयो भने यो ठाउँ हामी पुरै तपाईँलाई घुमाउने मेरो जिम्मा है। सम्पर्क गर्नुहोला यदि घुम्ने। 75 सालमा हामी यो ठाउँमा चाहिँ लोकमान पिरे लोकमान भाइको गीत पैसा गोजीमा भन्ने एल्बमको गीत पनि हामीले यो ठाउँमा जाँदा पनि केही भएन। राम्रो बोली संस्कार हुनुपर्छ होइन। यस्तै यस्तै छ दर्शकबिन। फुलबारी यतातिर पार्किङ, यतातिर टक्क यस्तो छ। यहाँ हिँड्दा यस्तो राम्रो भयो भने तातो पानी, यो तातो पानीले चाहिँ तपाईँलाई के को उपचारहरू ठिक गर्छ त। अब तातो पानी भनिसकेँ मैले। यसको डन्डीफोर, बिपुराहरू, यो चायापोतोहरू गएको चाहिँ एकदम ठिक गर्ने गर्दछ है तातो पानी। तातो पानीमा चाहिँ एकचोटि नुहाउन आउनुहोस्, नुहाएर मनोरञ्जन गर्नुहोस्। तपाईँको घाउहरू, तपाईँको हरेक कुराहरू ठिक हुने गर्दछ। आउनुहोस् आज यतातिर। यस्तो ठाउँ पनि सजाइएको छ होइन, टक्क यहाँ बस्नलाई होइन। यतातिर कति बद लाग्छ यो ठाउँ, कति राम्रो छ। बच्चाहरू भाइ बहिनीहरूलाई खेल्नको लागि यो ठाउँ पनि रहेको छ दर्शकबिन। हामी यस्तै यस्तै गर्दै अगाडि गरेका छौँ। यता पाहाडहरू यतातिर देखाइदिनु होला। गाडी पार्किङ गर्ने, गाडी राख्नको लागि यहाँ आज अलि छुट्टी भएर होला, त्यही भएर मान्छेहरू थोरै आउनु भएको छ। नत्र भने धेरैजना आउनुभएको हुन्छ यो ठाउँतिर यो घुम्न लागि। गाडी पार्किङ गर्नको लागि हो। अहिले मान्छे आज कम छ, त्यही भएर आज आइतबार होइन, हामीले यसको आइतबारलाई सदुपयोग गरेर यो ठाउँमा तातो पानीमा उपस्थित भएका छौँ। यो ठाउँ अन्तिम ठाउँ त्यस्तै पनि हामी यो ठाउँ हरेक ठाउँ गएका छौँ। आइलाबिन जस्तो चिन्ह रहेको छ यो दर्शकबिन। यतातिर देख्न सक्नुहुन्छ। आहा, एकदम राम्रो ठाउँ छ। यहाँ पहिला पानी थियो, अहिले पानी सुकेको रहेछ। यसको लागि पुरै 4 कलर पानी आउँदैछ दर्शकबिन। अहिले चाहिँ सुकेको छ। यहाँ केही गराउँदैन होला यहाँको स्थानीयहरूले होइन। त्यो हामी जुर्नुपर्ने हुन्छ, केही समय होला, त्यसको समय पनि लाग्ने होला होइन। टक्क यतातिर बस्नको लागि, यहाँतिर पनि हामी तार बस्नको लागि टक्क यसरी हामी चाहिँ यतातिर फाइनली अब सबै यतातिर सबै देखाइसकेका छौँ। तपाईँलाई जुनै ठाउँ गएन कुना पुग्छ र यतिको बस्ने, पङ्खा चलाउने माथि टक्क विश्राम होइन, बिन्दास हुनेछ। यस्तै यस्तै छ दर्शकबिन यो ठाउँ। टक्क राम्रो बस्न खानको लागि चाहिँ एकदम घुम्नको लायक चाहिँ यहाँ पनि छ है दर्शकबिन। यो ठाउँतिर आउनुभयो भने पैसाको बोझ हान्ने, टिकटक गराउने ठाउँ एकदम राम्रो छ। नुहाइधुवाइ गर्ने, कपडाहरू चेन्ज गर्ने,
क्यामेरा सर र माथितिर फर्काइदियो त भाइ यतातिर सर र यो लाइनतिर आउनु होला तातो पानी उहाँ छ भने यतातिर खुट्टाहरू खिच्नको लागि यतातिर यता देखाइदियो भाइ सर र यतातिर आउनु होला कृपया हामी जुनै ठाउँ गए पनि तपाईँको माझमा कोही पनि छुटाउने छैन है यो क्यामेरा चाहिँ जहाँ गयो वहीँ त्यही दर्शकबिन आज यो तातो पानी हो बिचको एकदम तातो पानी छ भने यो सेकेन्डमा नुहाउने चाहिँ यसरी नुहाइन्छ होइन तपाईँहरू देख्न सक्नुहुन्छ यदि तातो पानी छ यसले चाहिँ नुहाउने होइन यसले चाहिँ हल्का बाहिर खोलेर यहाँ टक्क यो पानीले हो मिडियम छ यो पानी यो चाहिँ अलिकति मन तातो यो चाहिँ मिडियम तातो छ यो चाहिँ एकदम तातो छ है दर्शकबिन यो हो तातो पानी पारी जमिनबाट यतिर यस्तो यस्तो छ दर्शकबिन आउनुहुन्छ बोलिरहेका छन् आहा यो जस्तो रमाइलो अरू के होला र गरे गाउँघरको याद आयो नि तिलक भाइ आहा साथीहरू रमाइलो भइरहेछ है।